एभ्रिवान नमस्ते अम्मा यहाँ तिमी यहाँ आउनुहोस् मम्मी आउनुहोस् हामी आज चटपट खाने भन न छोरी आऊ चटपट खाने छिटो मम्मा दिन्छु आऊ चटपट भोलि बिहान चटपट भन न छोरी ल हाई गरिदिनुस् बाई गर्दै बाई बाई भन्यो भने हाई गर्छ कि मेरो छोरीको त्यो पोली भएको अनि छोरी पोली भएको कि मामु म गर्छु खाने पिरो छ पिरो खाएको खाने हो न हुन्छ नि बाबा नगर्नु छोरी दिउँसो पनि के खाम हुँदो रहेछ है खाजा है छोरी हो भन्नुस् पिरो हुन्छ नि त बाबा तिमीलाई नतोड न आमा त्यो खोर्सानी खानुहुन्न थम्बनेल है छोरी थम्बनेल भन न अंकल भन्नु दादा भन्नुस् दादा खाने हो कति खाने पिरो पनि खान्छ हो हाम नगर्नु अघि न मैले चटपट बनाएको देखाउँछु भनेको देखाउन पाएन सरी भन्नुस् न खोर्सानी खाने भएको देख्यौ अहिले चाहिँ सिउ अरे मेरो छोरी भयो ल भयो पछि गर्नुस् मेरो छोरी लास्टै पिरो खाने भएर हाई गरिदिनुस् हाई पछि गएर खोइ बाबा खोइ हात नलाउनु न खोर्सानी हागदे खोइ न ए भगवान म चाहिँ पिरो खान सक्दिनँ त्यसैले खोर्सानी खादिनँ नगर्नुस् न
मामु दिन्छु खोइ खस्यो झट्टै टिपेर खाइहाल्ने न न पछि भन्नु पक गरिदिनु पक भन्नु पक मामु दिन्छु नि खोइ मामुले तिमीले मामुले खानै दिँदैन ल दुगा नतान्नु न मामाको नाना नतान्नुहोस् नाना आज सन्चो नभएर कपाल पनि कोरेको छैन आज नुहाएको पनि छैन आज शनिबार हो नि त छोरी टक्क टक्क भन्दै अङ्कल भन्नु हाई गरिदिनुहोस् हाई पिरो मलाई नै पिरो भइसक्यो यो बच्चालाई पिरै भएको छैन पिरो भएको छैन नो भयो सरी मामुलाई गोरबेला मन पर्दैन नि त नगरौँ छोरी यो बच्चा भएपछि त्यस्तै हो कि खानै दिन्न खान दिन्छ न काम गर्न दिन्छ न के गर्न दिन्छ कपालै कोरेको छैन अब यति मात्रै बाँकी छ सक्यो आजको मेरो खाजा Bye. Finish. यो खोर्सानी चाहिँ म खादिन म पिरो खान सक्दिन त्यसैले हा गर्दिनुस् नि आएर हा गर्दिनुस् ल भयो बाइ गर्दिनुस् अब हामी छुट्टिने अम्मा पिरो खाइ खोर्सानी त झ्याप्पै मुखमा हालिहाल्ने के हो बच्चाले बाइ गरिदिनुस् ल हामी जान्छु भन्नुस् बाइ एभ्रीवान एभ्रीवान भन्नुस् त बाइ गर्नुस् बाइ गरिदिनुस् ल बाइ गरिदिनुस् बाइ अब हामी छुटेको बाइ एभ्रीवान